यत्रो कुरिसक्यो अहिलेसम्म आउँदैन त कहाँ अल्झेछ यो मान्छे फोन गर्दो रहेछ भने काट्छ त तिमी आयो बस अनि कति टाइम लाग्यो हो ढिलो भइहाल्छ नि अनि फोन त उठाउनु पर्छ नि मैले देखिसकेको थिएँ त्यही कारण ए मैले त के अर्कै केही पनि होइन भन न के कुरा के हो भने नि तिमी धनी बाउको छोरी म एउटा गरिबको छोरा तिमी भन्ने हो भने तिमी आकाशको तारा म त भुइँको धुलो न हो खासै तिमीलाई मैले पाउँछ जस्तो त लाग्दैन त्यही कारणले छ नि आजैबाट हाम्रो सम्बन्धलाई त्यागेकै ठिक जस्तो लाग्छ किनभने हामी जति जोडिएर बस्यौँ नि त्यति नै हामीले पछि दुःख पाउने पछि छुट्नुभन्दा अहिले नै छुटेको ठिक जस्तो लाग्छ त्यही कारण आजैबाट हाम्रो सम्बन्ध विच्छेद गरौँ जीवन उज्यालो भइसकेछ यार हेलो हेलो गुड मर्निङ के भयो किन आतेको हजुर नराम्रो सपना देखेको थिएँ मैले हो र के देखि भन न भेटेरै भन्छु नि ल ए हुन्छ आऊ न हस् कति गणन गरेर बसेको हामी तीनजना आमा छोरी त छौँ नि अरूको घरमा 10-12 जना भयो भने त झन् के गर्छ होला यिनीहरूले आफूलाई नोकर नसम्झे चिया बनाएर ल्याएको रुक बाहिर एकछिन गएर आउँछु है दिले चिया पकाएर ल्याउँदैछ चिया जा अनि यो लुगा के हो यस्तो हे तपाईहरुले खान चिया म चाहिँ गएँ ल लिनु चिया तपाईको कान्छी छोरी त घुम्न गई के रे कान्छी छोरीलाई त केही पनि भन्नुहुन्न यहाँ आएर बस्न किन कुरा गर्नु छ बहिनी गइहाल्यो चिया आफै खाएर भयो सुन्न आज एउटा सल्लाह गर्नुपर्ने छ के सल्लाहमा त्यो पल्लो घरको काकाले खबर लिएर आउनु भएको छ कि
तेरो बहिनी हेर्न आउँछ अरे। हो र को रहेछ? खोइ अब भरे आएपछि थाहा हुन्छ। बरु सामानहरू टटाटुटु मिन भरे कति बेला आउँछ अब थाहा छैन है। ल आमा म सफा गरिहाल्छु है। ल ल चिया त खाएर जा। चिया धेरै कुल्यो रहेछ खानु, म सफा गरिहाल्छु है। टिभीमा पनि के समाचार आउँछ हुने खाने चाहिँ के होइन। सङ्गीता हजुर आमा। कहाँ उता रुमहरू मिलाइसक्यो? मिलाइसक्यो, अब लिभिङ रुम मिलाउँदैछु। ए ल ल अब खाजा पानी पनि तयार गर्नु पर्यो। हुन्छ हुन्छ। त्यो पर्दा सर्दा सबै सुटुक मिलाऊ है। हुन्छ हुन्छ। काटेपछि त भक्तपुरले आइपुग्ला है। टाढा छ नि अब आइपुगिहाल्यो नि। बल्ल ठाउँमै आइपुग्यो। थाकियो है चौरो ल्याएको छ होइन। अनि छ नि तिमीले सपनामा के देख्यो भन्छौ, भेटेर भन्छ के हो भन। के देख्यो रे तिमीले सपनामा? भन्छु भन्छ नि। सपनामा छोडेर के भयो त? विमानमा नछोडे भइहाल्यो नि। विश्वास लाग्दैन? लाग्छ। खाऊ न। मलाई पनि खानु न। सपना कुरा देख्दा टेन्सन है? टेन्सन दिनु हुँदैन। हेलो सुनिता, कहाँ हो त? छिटो घर आइज, खाना सेलाइसक्यो। ल ल आउँछ। छिटो आइहाल है। आइहाल्यो। के भयो? खाना पाएन? जाउँ न जाउँ। तिम्रो घर आयो जाउला।
ल बाई। नानी बहिनीलाई हेर्न त आउँदैछ तर एकचोटि तेरो बहिनीले नै सोधौँ न। सुनिता एकछिन यहाँ आइज त। यहाँ बस। किन दिदी आमाले सल्लाह गर्ने भन्नुभएको छ? हेर नानी आज तँलाई हेर्नको लागि केटा आउँदैछ। इमान्दारी छ अरे, राम्रो पढेको छ अरे। यदि बिहे गर्छस् भने त्यो केटासँग बिहे गर। हे आमा म अहिले बिहे गर्दिनँ कि। बहिनी त्यस्तो नभन, आमाले भनेको कुरा मान। मैले आमाले भनेको कुरा नमानेर अहिले कति दुःख पाएको छु। आफ्नै खुसीले बिहे गर, केटा राम्रो छ अरे बिहे गर। आमाले भनेको मान्दैन एकचोटि। हे दिदी आमा म बिहे गर्दिनँ। के भन्छ मान्दैन क्या बिहे गर्न? घन्टी बसाउनु जाऊ हेर आयो कि क्या? केटाहरू आज जस्तो छ, माथि नै बोलाऊ। बोलाउनु त माथि ल। यो केटीलाई के भएछ फेरि? आमा आउनुभयो हो बस्नुहोस् न। बस्नुहोस् न। हजुरहरूलाई बाटोमा केही कष्ट त भएन नि? भएन हजुर भएन। केही चिसो तातो केही ल्याउँ? तातो चिसो त जो भएन हुन्छ। सुनिता सुनिता बोल्दैन त यो केटी कहाँ गयो? सङ्गीता हजुर खोइ बहिनी कता गयो? यसो चिसो ल्याऊ न। सुनिता त्यसो आमाले बाहिर बोलाइरहनु भएको छ, जाउँ न। हे दिदी म जाँदिनँ। के गर्छ यिनीहरू? छिटो गर न भनेको। दिदी तपाईँ चिसो सिसो लगेर जानु न। आमाले मार्नुहुन्छ मलाई। प्लिज दिदी लगिदिनु न चिसो सिसो। प्लिज क्या दिदी लगिदिनु न चिसो सिसो। ए ल ल। खोइ त चिसो आएन त। सङ्गीता तिमीले लिएर आएको? बहिनी खोइ त? बहिनी आउनै मानिन। ए राखिदेऊ। लिनुहोस् न चिसो। हजुरहरूको घरमा हामी किन आयौँ भनेर त हजुरलाई थाहै होला। मेरो बुबा नि अलि अशक्त हुनुहुन्छ, त्यही कारणले बुबाको तर्फबाट बोलेको। ए कुरा बुझिसकेको छु मैले। म छोरीलाई बोलाउन जान्छु है। हस्। नानी ओइ उड्न। यसो आमाको इज्जत त राख्न। तैँले बिहे गर कि नगर, तै पनि यसो हेर्नु एकचोटि। आइज उठ न उठ उठ। गएर त्यहाँ नमस्ते गरे। नमस्ते गर। नमस्ते।
छोरी हिँड्ने खाइ नखाइ हुर्काएको हजुरलाई कस्तो लाग्यो? बाबुको बारे त मैले सबै कुरा बुझिसकेको छु। बाबु हजुरलाई कस्तो लाग्यो त? मलाई चाहिँ हजुरको छोरी मन पर्यो। उहाँको विचार के छ यसो बुझ्न पाए हुन्थ्यो कि। कस्तो लाग्यो त?